त्यसरी अब त्यहाँमा अनि अब चुना निलो थोतो लगायौँ। अनि लगाइसकेपछि अनि हामीले एउटा त्यहाँ सदस्यहरूलाई लेबल पाइप दियौँ। अनि त्यहाँबाट पाल अनि मलहरू अब त्यो स्याउ बगैँचा व्यवस्थापन भन्दाखेरि त्यो स्याउमा के सामग्री चाहिन्छ त्यो सामग्री पुरै उपलब्ध गरायौँ होइन। त्यहाँबाट पनि बचेको रकम हामीले यो संस्थालाई अझै मजबुत गर्नको लागि त्यहाँबाट 40,000 बचेको थियो, त्यो रकम पनि हामीले यो सहकारी संस्थामा राख्यौँ। त्यहाँ पछि एउटा हामीले फेरि अर्को एजेन्डा ल्यायौँ होइन, कृषिबाटै ल्यायौँ। कृषि कार्यालयबाट ल्याइसकेपछि एउटा रैथाने बालीको एजेन्डा आएको थियो। त्यो रैथाने बालीको एजेन्डामा हामी फेरि त्यो सदस्यहरू अब हामीले कतिपय सदस्यहरूले फापर लाउनु भयो, चिनो लाउनु भयो, सिमी लाउनु भयो होइन। त्यो रैथाने बाली हाम्रो एउटा उत्कृष्ट रैथाने बाली हामीले लगाइसकेपछि हामीले त्यहाँबाट पनि हामीले धेरै सामग्री पायौँ होइन। डरम त्यस्तै पालहरू अनि त्यो त्यस्तै बिउ बिजनहरू हामीले त्यो एजेन्डा पनि गऱ्यौँ। त्यहाँ पछि हामीले एउटा कृषि क्षेत्र विकास कार्यक्रमसँग हाम्रो गोठीचौर कृषि सहकारी संस्था हामीले आबद्ध गरायौँ। आबद्ध गराइसकेपछि त्यो लगभग कति भने 20 लाखको हाराहारीमा रकम आएको थियो। त्यो 20 लाखको हाराहारीमा हामीले कार्यक्रम सञ्चालन गऱ्यौँ। सञ्चालन गरिसकेपछि थुप्रै हाम्रा दिदीबहिनीहरूले त्यति बेला पनि होइन डरमहरू पाउनुभयो। त्यति बेला डरम पाउनुभयो, सुपाहरू होइन, अब औषधिहरू, त्यहाँबाट मल, थुप्रै हाम्रो शेर सदस्यज्यूहरूले त्यहाँबाट हाम्रो त्यति के अरे सामग्रीहरू पाउनुभयो। हामीले वितरण गऱ्यौँ, त्यो कार्यक्रम भयो। अनि हामीले सबभन्दा ठुलो आर्थिक हिसाबमा मजबुत गर्ने कार्यक्रम हामीले एउटा मुख्यमन्त्री स्वरोजगार कार्यक्रम भन्ने थियो। त्यो मुख्यमन्त्रीबाट हामीलाई अनि लगभग नगद ऋण लगानी ब्याज अनुदान भनेर आएको थियो त्यो कार्यक्रम आइसकेपछि लगभग 13 लाख आएको थियो होइन। हामीले मुख्यमन्त्री कार्यक्रम आएको थियो, त्यो रकम आइसकेपछि 13 लाख रकम हामीले हाम्रा सहकारी संस्थामा रहेका शेर सदस्यज्यूहरूलाई एकदम सहुलियत ब्याजले हामीले ऋण लगानी गरेका थियौँ त्यति बेला।